फोटो ह्यापी मदर्स डे अब भेटे कति नम्बरको आमालाई भन् न ओए सानीलाई उयो गरेर देखा भने चाहिँ यसले पिठा खान्छ है भन्नु त ए टिका पनि आमा थुतु नगर्नु ल मुखमा छ थुतु छ छैन भरोसा गरौ है ए समात्नु कपाल फेरि कपालमा हुरु र पाग्ला नि म त न मेकअप छ न के छ कुद्दा कुद्दा है आज पनि ल्याइसकेको कहाँ छ ज्ञानी भएर बस ल आमा कस्तो नराम्रो आएको त्यो आमा अलि माथि उचाल्नु निरीको पनि गर्ने हो ल मेरो गर्नु ह्यापी मदर्स डे ह्यापी हैप्पी 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 मदर्स डे हैप्पी हैप्पी ए खै क्लब गरेको तान्छ याद गर के तान्छ त ल के भिडियो खिचेको थिचेर दुवैजनाले आमाले त फेरि देख्नु होइन एकछिन है ए ल भिडियो राम्रोसँग खिचे उताल्नु ल काट्नु ह्याप्पी ह्याप्पी मदर्स डे Happy Mother's Day to you. Happy Mother's Day to you. खै ताली पनि छैन ताली Happy Father's Day. बेसी नदल्दिनु के अलिअलि भयो हुन्छ अलिअलि हुन्छ थुक्का भारी बोकिरहेछ भाइ भनेको नि यो छैन भन्छ नि त हो के ठिकै छ अब भइहाल्नु के हुनु आफ्नो थुक्ता हो नि खोले चाहिँ एउटा के पुसौँ आफ्नो हो के हुन्न निलो निलो दिने मिठो छ आमा खानुहुन्छ खानु सक्नुहुन्छ आमालाई त्यो खानुहुन्छ मिठो हुन्छ अहिले नोनोलाई मिठो हुन्छ यति माया गरेर छोरीहरूले होइन मिठो छ नि उता यता नकुदी बस्यो नानी यहाँ रेनले बहिनी छिरो खेलिन्छ मदर्स डे यसरी सधैँभरि मनाउन पाइयोस् है केरा गाजे चाहिँ गाजिनु धुबो मौलाए चाहिँ मौलाउनु कुकुर बाउलाई चाहिँ अमिर छैन कस्तो मिठो छ अमिर छैन उयो रेड भेलभेट चाहिँ मिठो छ हौ म खान्न कहिलेले उयो मलाई केक मिठो लाग्छ टिस्यु पेपर दे बिहाको लागि चकलेट सानो टुक्रा मात्रै हाल है त्यत्रो नखाने ल अब मलाई यहाँ सुन तान जुङ्गा तान सँगै मलाई चाहिँ आन्टीलाई मम्मीलाई खुवाऊ हेर फेरि सानो आमा सानो आमालाई पनि खुवाइदियो मेरोबाट
चौकी छ है न उच्च लाका छैन मैले केबाट खान्छु खाए जस्तो मात्रै खुवाएको छ भने अलिकति माइली आमालाई मैले आमालाई हेलो त खानुला अब तल खाइदिन्छु मलाई पर्दैन कि सानी आमा सानी भिडियो ठुलोमा तात्काल यता हेर त चाहिँ ककुले त त्यही उयो खाँदैछ नसो है के होला ए चक्लेट खानु खानु उयो पेपर देन है त्यो त्यो चक्लेट हो र त्यो कार्टुन खोल्यो न कार्टुन खोल्यो त्यता हेर भयो भएन हेर्नु नि गर्नु त्यसरी नै भइहाल्छ भइहाल्यो नि यहीँबाट निकालेर खाएको होइन चक्लेट के खानु कत्रो हाल्दैछ हौ एकदिन बाबा ल केरा गाजी चाहिँ गाजी नै कत्रो टिका पनि लगाइदिए बिस्तारै लगा यसरी खाने हो सबैजना लु अब उयो गर के गर्नु अब नि सुन न लगाइदिने के गर्ने यसो गर न कपिलाहरू बिमारहरू यहाँ बस्छ न उनीहरूले तान्जुकोले खुवाउ न आऊ आमालाई खुवाउ त के खुवाउ सबजना लु यो चम्ची ल्याउनु पर्छ चम्चीले खानुपर्छ यिनीहरूले हात यो आन्टीको बस्नु आन्टीले होइन न लास्टमा गरौँ यिनले देखिहाल्यो नि के भयो त खुवाइदिउँ भनेर नि तान्जु सबै छेल्यो भिडियो पल्लो चल्नु बस्नु हाम्रो आमा बिचरा यो अहिले खानुभयो छोडिदिन्छ यो राख्नु हात पऱ्यो तले यो टिसुले त हात पऱ्यो आमाको हात पुस्दै पुस्दै छिन एकछिन हात नचलाउनु बजार बजार जा भेट बोकेर अहिले त के काट्नु यत्रो धेरै होइन हातले होइन हात कस्तो छ भनेर चम्चीले खुवाइनु लगाएको हो कि यिनीहरूको यत्रो धेरै खान्न के धेरै भयो त्यो मात्रै छ कि म खान्न बुडबुड खाउने बुढी कुकुर गर्छ अहिलेसम्म टोइलेट छ के पानी पनि छ त्यसलाई त नि बिस्तारै खुवाउनु पर्छ है गम्म खाइदियो आज त खुवाउनु पऱ्यो बिचारा गम्म खाइदिएर गम्म खाइदिएर ल माइली आमालाई खुवाइदियो मैले आमा तेरो माइली आमा म आइज आइज सानो कुरा नगएकोमै माग्नु आन्टीले खुवाइहाल्छ तिमी पहिला सानो आमा खुवाइदियो त खुवाइदियो नि छिटो कस्तो भने खुवाइदियो पनि यहाँ देखेँ कान छाले पनि खिलाउँछ कान्छाले खुवाउँछ कहिले गर्नु सानो काटे मलाई त ठुलो मम्मीलाई त्यहाँ नपसाइ दुईटा हातले माइली आमा भन माइली आमा ह्याप्पी मदर्स डे मम्मी भन ह्याप्पी मदर्स डे मम्मी भनेको थिएँ मम्मी भन अब यता आन्टीले तेरो छोरा मसँग टिकटक बनाउने मान्दैन किन भन्न मेरो सानो छोरा आमालाई तेरो छोरा भन्दैन अरे मेरो छोरा भन्छ टिकटक नबनाउँछ यसलाई आइज सानो आमालाई खिलाउने जरला त्यो भाइ अलिक उता साह्रो चढ्यो माथि नै गदा मेरो छोरा उसको छोरा तपाईँको छोरा भन्छ अरे फेरि टिकटकमा सबैले मेरो छोरा भन्छ अरे क्या तेरो छोरा होइन भन्छ अरे ए खुट्टा डोक यहाँ यहाँ खुट्टा डोक ढोक्छेले त। निदारले ल ह्याप्पी मदर्स डे है सबैजनालाई हाम्रो चाउरलाई लिएर आउनु पर्थेन यहाँ उता सालीलाई ल्याउनु भयो अनि आइज खुट्टा डोक खुडोक आजै हो खुट्टा डोक्नु यहाँ डोक भाग्यमा भाग्यमानी उता नानाको नि ढोक्ने यता आइज चाउरे च्याप के देव अरे तेरा के अरे मिठाई चाहिँ खुवाइएन नि बुढी बाबा है अहिले खाना हुन्छ ओइ दिदी म पर गएर आउँछु ल सानो देश है। छिटो आउँछस् होइन चाहियो होला ओइ सुन न यो जुरुक्के बोकेर उतैपट्टि लानु होइन अनि त्यो पर्पाल ओछ्याएर सबैलाई वरिपरि राखेर हजुर अनि म यहाँ गएर आइहाल्छु ल धेरै उयो नखानु बोल्छ
यिनी आउने के नखानु रे कोपिला के अरे ऊ त आउनु नखानु मैले भन्ने। दिँदा सेतो पानी नखानु ल मलाई खुवाइदिए न पहिला के अरे ऊ त नखानु भन्नु ऊ त्यो खानु भन्दैन धेरै त्यो के भरे त्यो भाती नखानु भाती त सक्यो पगो लु धेरै नखोग्नु छिटै निको हुनु मेरो आशीर्वाद सधैँभरि रहिरहोस् आन्टीको उयो चम्चा कुन हो आन्टी हजुरको यो जुठो छ आन्टीलाई त्यहाँबाट खुवाइदिनु हुन्छ हुन्छ भयो भयो यो यहाँबाट खुवाइदिनु भयो 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 होइन होइन लु, त्यसले खुवाइदिन्छ क्या भयो खोइ गएन त अनि कबु त्यसलाई खान्छ मैले दुईटा के राम्रो तरी पकाउँछ के हो के आन्टी आउनु भयो क्या